भाइरल हुने चक्करमा 2 लाख दिराम जरिवाना हो। युएई गभर्मेन्टले चाहिँ तपाईँको यहाँको भिडियोहरू, यहाँनिर भएका एक्सिडेन्टका, युद्धमा भएका मिसाइलहरू, त्यसपछि ड्रोनहरूका फुटेजहरू, भिडियोहरू हाल्यो भने 2 लाख दिराम जरिवाना सँगसँगै 1 वर्ष मामा घर जेलमा पनि राख्ने कानुन राखेको छ। यहाँको नियम कडा छ। तपाईँ यहाँ बस्नु भएको छ भने बस्नु होला है त। भाइरल हुने चक्करमा म भिडियो हाल्छु, फलोवर्स टन्नै आउँछ, भ्युज आउँछ भन्ने हिसाबले चाहिँ तपाईँ भिडियो नहाल्नु होला। तपाईँ यहाँ काम गर्न आउनु भएको हो, काम गर्नुहोस्, सुरक्षित रूपमा काम गर्नुहोस्। तपाईँलाई चाहिँ केही जानकारी दिनु परे, विभिन्न सरकारी निकायले जानकारी दिन्छ र हामी पनि दिन सक्ने कुराको जानकारी दिन प्रयास गर्छौँ, त्यो पनि लिगल्ली है त। र तपाईँहरू चाहिँ जथाभावी भिडियो खिचेर नराख्नु होला। 50,000 लाख रुपियाँ नेपाली पैसा कमाउन यहाँको मान्छे 2 लाख दिराम जरिवाना कसरी तिर्ने? सकिन्छ? सकिँदैन नि। दुःख पाउने काम तपाईँ नगर्नुहोस्, भाइरल हुने चक्करमा नपर्नुहोस् र आफू सुरक्षित रहनुहोस्। युएई गभर्मेन्टले तपाईँलाई सुरक्षित राख्नलाई हरदम प्रयास गरिरहेको छ र थ्याङ्क यू युएई गभर्मेन्ट। सबैजना सुरक्षित बस्नु होला है त।